वाट युरोपमा साँच्चीकै धुलो हुँदैन त एन्ड ल्याटर अन वेन आई सी द स्ट्रिट्स यो स्ट्रिट्सहरू बाहिरको ऊहरू होइन या एक्चुअलीमा नै ऊ रहेछ के छ त के रिजन छ त यहाँ पनि धुलो ऊहरू त छ फोहोरहरू त धुलोहरू त भइ नै हाल्छ जहाँ पनि तर क्लिनलीनेस कसरी छ यस्तो क्यान्स यस्तो बोटल्सहरू किन चाहिँ जहीँ तहीँ जथाभावी फालेको छ नि मान्छेले डस्टबिन राखिदिएको छ तर डस्टबिन किन सबै एम्टी छ फोहोर किन छैन फोहोर कहाँ छ वाट इज दिस भनेको तर अन्तिममा गएर के थाहा भन्दाखेरि यो फोहोर त हुँदै होइन रहेछ फोहोरको डेफिनेसनै चेन्ज गरिदिएको रहेछ यो फोहोरै होइन रहेछ इट्स अ मनी पैसा पो रहेछ यो त कलेक्ट पो गर्दो रहेछ मान्छेहरूले यो त कतै डस्टबिनमा राखेको छ भने डस्टबिन चेक गर्दै आउँदो रहेछ कतै यो छ कि छैन भनेर यस्तो अब त्यसो भन्दै गर्दाखेरि हरेक बोतलमा चाहिँ पैसा नपाउने रहेछ कुनै कुनै पाउने रहेछ तर यो राम्रो आइडिया रहेछ है यहाँनिर हेरियो भने लुक हियर केयरफुल्ली यहाँनिर यो कोइन अनि यो रिसाइकल टाइपको बनाएको छ नि त्यो चाहिँ हरेक यस्तो बोतललाई चाहिँ हरेक जुनसुकै प्राय माटहरूमा त्यो मसिन हुँदो रहेछ हो त्यस्तो मसिनमा चाहिँ इफ आई पुट दिस त्यहाँनिर एउटा बारकोड स्क्यानर हुने रहेछ जसले यो स्क्यान गर्ने भयो एन्ड आई गिभ इट टु इट एन्ड यसले 0.5 रोन नेपाली 15-16 समथिङ लाइक द्याट हो त्यति रुपियाँ अमाउन्ट त्यहाँनिर सो गर्ने जतिवटा हाल्यो त्यतिवटा अमाउन्ट त्यहाँनिर सो गर्यो आई टेक द स्लिप लिएर म भित्र मार्केटमा गएर क्यास विथड्र पनि गर्न मिल्यो सामान किनेकोमा त्यही डिस्काउन्ट गराउँदा पनि भयो हाउ कन्भिनियन्ट कस्तो राम्रो लजिक कस्तो राम्रो आइडिया नेपालमा यस्तो हुन सक्दैन भने एकचोटि हेरौँ है त एकचोटि कल्पना गरौँ न लेट्स अज्युम कि भाटबटिनीमा चाहिँ हामीले त्यो मसिनहरू छ क्या एउटा मसिन छ ल हरेक भाटबटिनीको ब्रान्चमा एउटा मसिन छ भाटबटिनीबाट सामान किन्यो एन्ड त्यो क्यान्स बोतलहरू चाहिँ लगेर रिसाइकल गरेर भाटबटिनीमा डिस्काउन्ट राम्रो सुनिरहेछ नि भाटबटिनीको सेल्स पनि बढ्ने भयो मान्छेलाई त्यो यदि त्यो यो दिएर त्यो स्लिप युज गर्नु पऱ्यो भने भाटबटिनीभित्र त जानु पऱ्यो एउटा बिजनेस स्ट्राटेजी पनि भयो त्यो अनि चहल पहल पनि बढ्ने भयो अनि त्यो राखेर हेर्दाखेरि आई होप सानो पैसा मात्रै झगडा परिरहन्छ नेपालमा 5-10 रुपियाँमा खिचखिच गर्यो रे कन्डक्टरले प्यासेन्जरसँग झगडा गर्यो रे 5-10 रुपियाँको लागि भन्ने सुनिरहेको हुन्छ यो त 15-20 रुपियाँ त तानै हुने भने स्ट्रिटमै नदेखिने भयो यो नै एकदमै भ्यालुएबल होला जस्तो लाग्छ सुनिँदाखेरि चाहिँ यसले सायद धेरै हदसम्म सल्भ गर्छ जस्तो लाग्छ है रोमानियामा पनि रिसेन्टली आएको रहेछ रिसेन्टली भने 3 वर्ष अगाडि आएको रहेछ एन्ड वाट आई सी इज रिसाइकलेबल अथवा यस्तो क्यान्सहरू उठाउनेमा वर्ल्ड सेकेन्ड लार्जेस्ट मतलब हरेक ठाउँमा रोमानियाको जुनसुकै मल्स मार्ट्स जहाँसुकै गए पनि त्यो कुरा चाहिँ पाइने भयो हामीले त्यसले गर्दा चाहिँ धेरै क्वालिटीहरू भएको रहेछ भन्ने बुझ्यो विदिन 3 इयर्स भरिमा यस्तो गर्यो एकदम र सिटीहरू एकदमै क्लिन छ आई डोन्ट नो त्यसको कारणले मात्रै हो कि अरूको कारणले पनि हो एउटा पोइन्ट चाहिँ छ है एउटा पोइन्ट कहाँनिर छ भन्दाखेरि सिगरेट्स ओ माई गड यहाँनिर सिगरेट कति खाँदो रहेछ मान्छेले नट ओन्ली मेन वुमेनले पनि खान्छ वुमेन एभ्रिवेयर नेपालको समाजमा वुमेनलाई त त्यति हुनै छैन यहाँ त वुमेनले त काम गर्ने गाडी चलाउने त्यो एकदमै कमन रहेछ एकदमै कमन र सिगरेट्स एकदमै खाने सिगरेटको त्यो माथिको टुप्पो ठुटाहरू चाहिँ स्ट्रिटमा प्राय ठाउँमा देखिने रहेछ मैले युकेहरूतिर बस्ने नेपालीहरूको पनि ब्लग हेरेको थिएँ तर युकेहरूमा पनि रहेछ क्या भने त अलिकति गरिब भयो युके जस्तो अलिकति विकसितमा पनि सहरहरूमा पनि रहेछ है त्यो चाहिँ ट्रेन्ड चाहिँ तर त्यो त्यति धेरै देखिँदैन बट नेपालभन्दा त क्लिन छ नेपालभन्दा धेरै क्लिन छ र रोडमा धुलो नउड्ने डस्टबिन जहीँ तहीँ राखिदिएको छ सो इट्स गुड आई होप यसले गर्दाखेरि चाहिँ एउटा गार्बेजमा चाहिँ ठुलो कन्ट्रिब्युट गर्छ जस्तो छ क्या अब यहाँ चाहिँ यस्तो क्यान्समा मात्रै छ नेपालमा अलिकति अलग तरिकाले पनि भित्राउन सकिन्छ कि
बालेन सरकार आएपछि